आदरणीय दर्शकवृन्द नमस्कार। नेपाल भोइस बक्सको एनालाइटिकल पोडकास्ट अब के विथ बालकृष्णमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ हजुरहरूकै होस्ट बालकृष्ण। आज हामी नेपालको राजनीतिक परिदृश्यमा एउटा रोमाञ्चक छलफल गर्दैछौँ। यो एपिसोडलाई हामीले विशेष रूपमा प्रभावशाली बनाएका छौँ। विषय हो नयाँ शक्तिहरूबीच एकता, बालेन, रासपा, जेएनजी र कुलमान घिसिङको सम्भावित सहकार्य, नेपालको राजनीतिमा क्रान्तिकारी मोडकी चुनौतीपूर्ण यात्रा। यी विविध विषयमाथि आजको छलफल हुनेछ। कल्पना गर्नुहोस्, जेएनजी क्रान्तिले पुराना शक्तिहरूलाई ढालेपछि अब युवा नेतृत्वहरू एकजुट भएर नेपाललाई नयाँ दिशा दिन तयार छन्। यो मात्र होइन, जनताले विश्वास गरेका कुलमान घिसिङ जस्ता व्यक्तिहरू यो सहकार्यमा सामेल हुँदा कति शक्तिशाली हुन सक्छ, यसले नेपालको राजनीतिलाई कस्तो नयाँ मोड देला, यी सबै प्रश्नको विस्तृत विश्लेषण आज हामी गर्नेछौँ। यदि तपाईलाई यो एनालाइटिकल पोडकास्टले उत्साहित बनाउँछ भने सब्स्क्राइब गर्नुहोस्, लाइक गर्नुहोस् र आफ्ना विचारहरू कमेन्टमा शेयर गर्नुहोस्, किनकि तपाईहरूको आवाज नै हाम्रो शक्ति हो। यस पटकको क्रान्तिले परम्परागत राजनीतिक प्रणालीमाथि गहिरो प्रहार गर्दै नयाँ विकल्पको खोजी गरिरहेको छ। यही क्रान्तिले गर्दा बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टी रासपा, जेएनजी युवा समूहहरू र कुलमान घिसिङ जस्ता नयाँ शक्तिहरूको उदय भएको छ। कुलमान घिसिङलाई 2016 मा लोड सेडिङ अन्त्य गरेर नेपाललाई उज्यालो दिएका कारण राष्ट्रिय हिरो र जनताले विश्वास गरेका व्यक्तिहरूको रूपमा हेरिन्छ। जेएनजी क्रान्तिपछि अन्तरिम सरकार गठन भए पनि अब मुख्य प्रश्न यी नयाँ शक्तिहरू बीचको सहकार्यको सम्भाव्यता हो। प्रारम्भिक अनुसन्धानले यो सहकार्य उच्च स्तरमा सम्भव रहेको देखाउँछ, तर रासपाको आन्तरिक विवाद र जेएनजीको फुट जस्ता चुनौतीहरू पनि छन्। तर पनि यो सहकार्यले नेपालको राजनीतिलाई नयाँ युगमा लैजाने र 2080 को दशकलाई परिवर्तनको दशक बनाउने प्रचुर सम्भावना बोकेको छ। अब मुख्य विश्लेषणमा जाउँ, जसलाई हामीले गहन अनुसन्धानबाट प्रभावशाली बनाएका छौँ। बालेन शाह, रासपा र जेएनजी बीच सहकार्यको सम्भावना उच्च छ, किनकि सबैले पुराना दलहरूलाई परास्त गर्न एकता अपरिहार्य देखिरहेका छन्। उनीहरू सबैको साझा शत्रु भनेकै दशकौंदेखि राजनीतिमा हावी रहेका र भ्रष्टाचार तथा असक्षमताका आरोप लागेका परम्परागत दलहरू हुन्। यसै सन्दर्भमा रासपाले जेएनजी समूहहरूसँग वार्ता अगाडि बढाएको छ, जसले युवा वर्गको ऊर्जालाई पार्टीको संगठनात्मक ढाँचाभित्र ल्याउने प्रयास गरेको देखिन्छ। यसका साथै बालेनको टिमसँग अक्टोबर 11 मा लामो र फलदायी छलफल भएको छ, जसले दुवै पक्षबीचको सहकार्यका लागि आधार तयार गरेको छ। यस छलफलले खास गरी स्थानीय र राष्ट्रिय मुद्दाहरूमा साझा धारणा बनाउने र एक अर्काको कार्यशैली बुझ्ने अवसर प्रदान गरेको छ। कुलमान घिसिङलाई जनताले अत्याधिक विश्वास गरेका व्यक्ति भएकाले उनको यो सहकार्यमा प्रवेश निर्णायक हुन सक्छ। रासपाले उनलाई उपाध्यक्ष पद अफर गरेको छ, जसले यो सहकार्यलाई थप वैधता र जनविश्वास प्रदान गर्न सक्छ। कुलमानको छवि एक स्वच्छ, दक्ष र परिणाममुखी प्रशासकको रूपमा रहेको छ, जसले आम जनता सामु ठूलो आशा जगाएको छ। रोचक कुरा, बालेन शाह सार्वजनिक रूपमा सहकार्यका लागि इच्छुक देखिएका छन्। उहाँले युवा सपनाहरू साकार पार्न र देशलाई नयाँ दिशा दिन सँगै जानुपर्ने आवश्यकतालाई जोड दिनु भएको छ। तर पार्टी चिन्ह र भावी नेतृत्वका विषयमा केही विवादहरू भने कायमै छन्, जुन स्वाभाविक पनि हो। जब विभिन्न पृष्ठभूमिका शक्तिहरू एकजुट हुन खोज्छन्, बालेन एक स्वतन्त्र व्यक्तित्वको रूपमा स्थापित भएकोले उनलाई कुनै निश्चित पार्टीको झण्डा मुनि ल्याउनु चुनौतीपूर्ण हुन सक्छ। स्वर्णिम वाग्लेले रासपाको तर्फबाट यो सहकार्यलाई संयोजन गरिरहनु भएको छ, जसले कुलमानको उज्यालो नेपाल नारालाई साझा मेनिफेस्टोको प्रमुख एजेन्डाको रूपमा राख्ने प्रस्ताव गर्नुभएको छ। यसले नयाँ शक्तिहरू केवल सत्तामा आउनका लागि मात्र नभई देशको वास्तविक विकासका लागि पनि प्रतिबद्ध छन् भन्ने सन्देश दिन खोजेको छ। उज्यालो नेपालको नाराले ऊर्जा क्षेत्रमा कुलमानले गरेको सफलतालाई मात्र नभई देशको समग्र विकास र समृद्धिको आकांक्षालाई पनि समेट्छ। नयाँ शक्तिहरू भ्रष्टाचार अन्त्य, सुशासन स्थापना, युवा रोजगारी सृजना र आर्थिक समृद्धि जस्ता साझा एजेन्डाहरूमा सहमत हुन सक्छन्। उनीहरूले पुराना दलहरूले विगतमा गरेका गल्तीहरूबाट पाठ सिक्दै एक नयाँ र पारदर्शी राजनैतिक प्रणालीको परिकल्पना गरेका छन्। यद्यपि यो सहकार्यलाई
शक्तिहरूलाई कमजोर पार्न पुराना शक्तिहरू पनि निष्क्रिय छैनन्। केपी ओलीको 6 बुँदे प्रस्तावले प्रतिगमनको संकेत गर्दछ। यसले पुराना शक्तिहरूलाई फर्काउने र नयाँ शक्तिहरूको उदयलाई कमजोर बनाउने चाल जस्तो देखिन्छ। यो प्रस्तावले जेएनजी क्रान्तिको सुधारको मार्गलाई कमजोर बनाउन सक्छ र देशलाई फेरि पुरानै राजनैतिक चक्रमा फसाउन सक्छ। ओलीले नयाँ शक्तिहरू बीचको सम्भावित एकतालाई भत्काउन विभिन्न रणनीतिहरू अपनाउन सक्छन्, जसमा व्यक्तिगत प्रलोभनदेखि लिएर विभिन्न समूहहरू बीचको फुटलाई प्रोत्साहन गर्न सम्मका चालहरू हुन सक्छन्। यसका साथै नेपालको राजनीतिमा सधैँ बाह्य शक्तिहरूको चासो रहँदै आएको छ। नयाँ शक्तिहरूको उदयले उनीहरूको हितमा गम्भीर असर गर्न सक्ने भएकोले उनीहरूले पनि विभिन्न माध्यमबाट यो सहकार्यलाई प्रभावित पार्ने प्रयास गर्न सक्छन्। आन्तरिक चुनौतीमा जेएनजी समूहहरू बीचको फुट र रासपा भित्रको आन्तरिक असहमति यो सहकार्यका प्रमुख चुनौतीहरू हुन्। विभिन्न पृष्ठभूमिका युवा समूहहरूलाई एकै छाता मुनि ल्याउनु र उनीहरूको ऊर्जालाई सकारात्मक दिशामा उपयोग गर्नु सजिलो काम होइन। रासपा भित्र पनि नेतृत्वको आकांक्षा र वैचारिक मतभेदहरू देखा पर्न सक्छन्, जसले एकतालाई कमजोर बनाउन सक्छ। यो सहकार्यले नयाँ शक्तिहरूलाई एकजुट बनाएर पुराना दलहरूलाई परास्त गर्न अपरिहार्य छ। यदि उनीहरू असफल भएमा देश थप अस्थिरता र राजनीतिक शून्यताको दलदलमा फस्न सक्छ। त्यसैले यो एकता केवल एक राजनैतिक समीकरण मात्र नभएर नेपालको भविष्यको लागि एक महत्वपूर्ण मोड हो। भविष्यको बारेमा अनुमान गरौं, जसलाई हामीले रोचक र प्रेरणादायी बनाएका छौं। यदि यो सहकार्य सफल भयो भने कल्पना गर्नुहोस्, बालेनको व्यवहारिक नेतृत्व, जेएनजीको अदम्य ऊर्जा, रासपाको संगठनात्मक क्षमता र कुलमान घिसिङको अतुलनीय जनविश्वासले नेपाललाई नयाँ उचाइमा पुर्याउन सक्छ। जनताले कुलमानलाई विश्वास गरेका व्यक्ति भएकाले उहाँको भूमिका निर्णायक हुन सक्छ। उहाँले लोड सेडिङ अन्त्य गरे जस्तै राजनीतिक अन्धकार पनि हटाउन सक्नुहुनेछ। यसले सुशासन, आर्थिक विकास र जनमुखी सेवा प्रवाहलाई प्राथमिकता दिन सक्नेछ। नीतिगत सुधारमा नयाँ शक्तिहरूले शिक्षामा व्यापक सुधार, स्वास्थ्य सेवाको पहुँच विस्तार, युवाको लागि रोजगारीका अवसर सृजना र पूर्वाधार विकासमा क्रान्तिकारी नीतिहरू ल्याउन सक्छन्। भ्रष्टाचार नियन्त्रणमा कठोर कदम चालेर पारदर्शिता र जवाफदेहितालाई बलियो बनाउन सकिनेछ, जसले नेपालको अर्थतन्त्रलाई गति दिन मद्दत गर्नेछ। युवा संलग्नतालाई प्राथमिकता दिई उनीहरूलाई राजनीतिमा थप सक्रिय रूपमा संलग्न गराउन सकिनेछ, जसले भविष्यका लागि सक्षम र दूरदर्शी नेतृत्व विकास गर्न मद्दत गर्नेछ। तर चुनौतीहरू पनि प्रशस्त छन्। जेएनजीको फुट, रासपाको आन्तरिक असहमति र ओली जस्ता पुराना नेताहरूको विभाजनकारी चाल, सत्तामा पुगेपछि पद र शक्तिको बाँडफाँडमा विवाद उत्पन्न हुन सक्छ, जसले गठबन्धनलाई कमजोर बनाउँछ। मेरो विचारमा यदि यो एकता सफल भयो भने आगामी मार्चमा हुने चुनावमा नयाँ शक्तिहरूलाई विजयी बनाउन सक्छ। उनीहरूले आम जनताको विश्वास जितेर पुराना दलहरूलाई स्पष्ट बहुमतका साथ परास्त गर्न सक्छन्। तर यदि यो सहकार्य असफल भयो वा बीचमै टुट्न गयो भने नेपालमा थप राजनैतिक अस्थिरता आउन सक्छ, जसले जनतामा निराशा छाउनेछ र देशको विकास प्रक्रिया अवरुद्ध हुनेछ। यो नेपालको लागि एउटा ऐतिहासिक अवसर हो। नयाँ शक्तिहरू एकजुट भएर पुराना शक्तिहरूलाई परास्त गर्नु अपरिहार्य छ। यो केवल सत्ता परिवर्तनको कुरा मात्र नभई देशको भविष्य, सुशासन र समृद्धिको लागि एउटा महत्वपूर्ण मोड हो। नेपालका जनताले अब परिवर्तनको स्पष्ट खाका र परिणाममुखी नेतृत्वको अपेक्षा गरेका छन्। अन्तमा राष्ट्रिय स्वतन्त्र पार्टी, रासपा, जेएनजी युवा समूहहरू, बालेन शाहको टोली र कुलमान घिसिङ जस्ता व्यक्तित्वहरू बीच चलिरहेको वार्ता र सहकार्यका पहलहरूले नेपालको राजनैतिक विकासमा एक महत्वपूर्ण मोडलाई उजागर गर्दछन्। यी सबै प्रयासहरूले जेएनजी विद्रोहको गतिशीलताद्वारा प्रेरित एकता र सुधारका लागि सामूहिक दबावलाई जोड दिन्छन्। नेतृत्व विवाद, पार्टी नामाकरण र वैचारिक समन्वय जस्ता चुनौतीहरूका बीच पनि युवा नेतृत्वले परिपक्वता देखाउँदै साझा लक्ष्यका लागि संवादलाई निरन्तरता दिएका छन्। यसलाई पूरक गर्दै तोशिमा कार्की, मानुषी एमी भट्टराई र रञ्जु दर्शना जस्ता युवा नेताहरूले विज्ञ परामर्श र समावेशी छलफलको आवश्यकतालाई जोड दिँदै व्यावहारिक राजनैतिक मार्ग प्रशस्त गर्न जोड दिएका छन्। उनीहरूले केवल भावनात्मक एकता मात्र नभएर ठोस नीतिगत आधारमा टेकेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्, जसले दीर्घकालीन राजनैतिक स्थिरता र विकास सुनिश्चित गर्न सक्छ। अन्ततः यी राजनैतिक विकास क्रमले व्यक्तिक महत्वाकांक्षा
आकांक्षाहरूलाई राम्रो शासन र राष्ट्रिय प्रगतिको साझा लक्ष्यहरूमा अधीनस्थ गर्दा एक अधिक एकीकृत वैकल्पिक राजनीतितर्फ सम्भावित परिवर्तनको संकेत गर्दछन्, जसले नेपालमा पुनरुत्थानित लोकतान्त्रिक परिदृश्यका लागि आशा जगाउँछ। यो सहकार्य सफल भएमा नेपालले एक नयाँ गतिशील र जनताप्रति उत्तरदायी नेतृत्व प्राप्त गर्न सक्छ। तपाईहरूको विचार के छ? के यो सहकार्य सफल होला? यसले नेपालको राजनीतिमा कस्तो असर पार्ला? कृपया आफ्नो विचारहरू कमेन्ट बक्समा लेख्नुहोस्। तपाईहरूको आवाज नै हाम्रो शक्ति हो। अर्को एपिसोडमा फेरि भेटौँला। थप राजनीतिक अपडेट र गहन विश्लेषणका साथ हजुरको दिन शुभ रहोस्। धन्यवाद। नमस्कार।